आशा गर्छु है। ल सुन्नुहोस् है त, आई विल टेक मैले स्टप टाइमर लाएर हेर्दा चाहिँ 52 मिनट्सको छ। त्यति चाहिँ धीरज त दिन सक्नुहुन्थ्यो कि म अझै छिटो गर्ने कोसिस गर्छु नि। ल यो स्मारकमा पनि छ, तर पनि यस्तो मैले लाग्यो कि यो बाइबल कसैले यो बाइबल जिन्दगीमा छिचोलेको छैन। त्यस्तै अब स्मारिकामा त छ, तर त्यो लगेर कहिले छिचोल्दैन। अब पढ्नु हुनेले त पढ्नुहुन्छ होइन, त्यो त पढ्नेले त पढिहाल्छ नि। यो बाइबल मैले 3 महिनामा पढेको, त पढ्नेले त्यसरी पढ्छ नि, फेरि नपढ्नेले जिन्दगीमा पढ्दैन, सक्दैन। अब त्यो नसक्नु भने त्यो कुनै उयो भन्ने कुरा पनि होइन, तर पनि त्यस्तो हुन्छ। यस कारणले गर्दा यहाँ पढिदियो भने चाहिँ जसले पढ्नु हुन उहाँले पनि त सुन्नु पाउनुहुन्छ नि त। अन्त पढ्नु हुनेले त पढिहाल्नुहुन्छ नि। अन्त त्यो सेक्सन जसले चाहिँ पढ्नु सक्नुहुन्न नि उहाँले चाहिँ बुझोस् न भन्ने चाहिँ मेरो चाहना नि त। त धेरै छैन, म्याक्सिमम् 50 मिनट्स हो, मिनिमम 42 यस्तै लाग्छ। ल सुनिदिनुहोस् है भाइ। रहोबोत उपासना भवनको संक्षिप्त इतिहास है। आज रहोबोत सिङताम परमेश्वरको मण्डली स्थापित भएको 50 वर्ष भएछ, जुब्लीको वर्ष। रानी खोलाको बगरको माथिपट्टि आज 3 तले भवन गरिमाको साथ खडा छ, एक सुन्दरता र प्रतिष्ठा बोकेर। तर त्यो गरिमाको पछाडि एउटा लामो इतिहास छ। हाम्रा सृष्टिकर्ता परमेश्वरको महान कार्यको इतिहास त्यसै भन्दैन। यी 50 वर्षको इतिहासको हरेक पृष्ठमा कोरिएका छन् हाम्रा अग्रजहरूले गरेका दुःख, मेहनत, सङ्घर्षका कथाहरू। मण्डली त्यसै त्यहाँ कहाँ स्थापित हुन्छ र? यहाँ त समर्पणका वेदीमा जिउँदो बलिदान हुनुपर्छ धेरैजना। 50 वर्ष अघिको सिक्किम एक स्वतन्त्र देश रीतिथिति दस्तुरले बाँधिएको, तर यस्तो कट्टर राष्ट्रमा पनि परमेश्वरको कामलाई कसैले रोक्न सकेन। परमेश्वर भन्नुहुन्छ, म एउटा नयाँ काम गर्छु, मलाई कसले रोक्न सक्छ? आज 50 वर्षको जुब्लीमा हामी रमाइरहेका छौँ, उत्साहित छौँ, तर फर्केर हेरौँ 50 वर्षका प्रत्येक दिनलाई। डोकोमा त घाँस, दाउरा, अदुवा, सागसब्जी, फलफुल, भाँडाकुँडा, बेसीमा बेसी विवाह कार्यमा सौदापात कोसेनीसम्म बोकेको हामीले देखेको, सुनेको वा आफूहरूले पनि त्यसरी गरेको। तर सायदै उत्तर पूर्व भारतदेखि नेपालसम्मको नेपाली जगतको मण्डली इतिहासमै यो यस्तो ऐतिहासिक एवं एकमात्र नौलो प्रयोग, युनिक एक्सपेरिमेन्ट थियो कि कसैले अनन्त सुसमाचारका पुस्तक पुस्तिका, ट्र्याक्स, बाइबल डोकोहरूमा टन्न भरेर दार्जिलिङदेखि ट्र्याक नाम्रो बजाउँदै हिँड्दै बाटो रोक्दै प्रचार गर्दै नेपालको राजधानी काठमाडौँसम्म पुगेको। जाबो दाउरा बोक्ने डोकोले पनि कति ठुलो आदर पाएछ। बेतलेहमको त्यो काठको डोले सम्पूर्ण सृष्टिका मालिकलाई आफूभित्र राख्न पाएको जस्तो। लुका 2:7। यो घटना सन् 1957 को अन्त अर्थात् 25 डिसेम्बरदेखि सन् 1958 जनवरीको पहिलो हप्तासम्मको हो, जब त्यसका कतिपय जोशीला भाइ बहिनीहरू महान प्रभुका दास बडा विक्टर प्रधान, स्वर्गीय पिटरसन लेप्चा, दिदी स्ट्यानली, स्वर्गीय एल मुखिया, प्रभुकी दासी प्रिया छोरी सुमित्रा घिमिरे, प्रभुकी दासी स्वर्गीय दिदी लच्छी, प्रभुकी दासी स्वर्गीय रोजी बोजू, प्रभुका दास स्वर्गीय भाइ हाङजितहरू मिलेर माउन्टपिसका दार्जिलिङबाट डोकोहरूमा ट्र्याक्स, पुस्तक पुस्तिका, बाइबल इत्यादिका भारी कसेर थाप्नमा नाम्रोको डाम बसाउँदै पैदलै हिँड्दै काठमाडौँको पुतली सडकसम्म पुगी झुसुले कसरी पुतली होइन्छ भन्ने अनन्त सुसमाचार 15 दिनसम्म प्रचार गरे। जबसम्म ती डोकाहरू पुरै रितेनन्, खै कति डोका लगेका थिए ठ्याक्कै चाहिँ भन्न सकिएन। मेरो छातीमा आगो छ आगो भन्दै बडा भिक्टरले कतिचोटि वचन दिनुभएको हामीमध्ये कतिजनालाई आलै याद आउँछ।
हिसाब लगाउँ 25 डिसेम्बर सन् 1957 देखि 15 दिन जोड्दा 5 जनवरी 1958 हुन्छ। अर्थात् 5 तारिक जनवरी सन् 1958 को दिनसम्म काठमाडौँमा प्रचार भयो। सायद फर्कँदा गाडीमै फर्के। सन् 1958 को जनवरी 7-8 तारिकसम्म दार्जिलिङ आइपुगे। केही दिन 5-7 दिन विश्राम, प्रार्थना, उपवास गरेपछि लगत्तै सुसमाचारको त्यो आगोले भत्कतिएर बडा भिक्टोर लगायत उहाँसँग भएका दलबल एउटा अर्को नयाँ ठाउँतिर जान लाग्नुभयो। त्यो नयाँ ठाउँ थियो हिमाली राज्य सिक्किम। त्यसबेला सिक्किम भारतवर्षमा विदेश। फेरि पैदलै हिँड्दै उहाँहरू दक्षिण सिक्किमको नाम्ची सोमबारे प्रचार गर्दै हाम्रो सिङताम बजार आइपुग्दा 17-18 तारिक जनवरी सन् 1958 भएको हिसाब गर्न सकिन्छ। पहाडहरूमाथि उसका पाउहरू कति सुन्दर, जसले शुभ समाचार ल्याउँछ, जसले शान्तिको प्रचार गर्छ, जसले असल कुराको शुभ समाचार ल्याउँछ, जसले उद्धारको प्रचार गर्छ, जसले सियोनलाई तेरा परमेश्वर राज्य बनाउँछ भनी भन्छ यसले पाउनको साथ। सायदै हाम्रो एचराई परिवारबाट सिक्किममा गरिएको यो पहिलो खुला प्रचार दावा हुनुपर्छ। यिनै दिनहरूमा नै 1958 कै जनवरीतिर अनन्तका परमेश्वरले सिङताम रहोबोतको नक्सा घरका कता कोर्दै हुन्थ्यो। त्यही साल 1 जनवरीको दिन मात्र माथि गान्तोकमा भने परमेश्वरका जनहरू भर्खरै 3 परिवार अर्थात् स्वर्गीय प्रेमनाथ नाम्च्यो, जो त्यसका एसटिएनएम हस्पिटलमा हेड कम्पाउन्डरको पदमा कार्यरत हुनुहुन्थ्यो, उहाँको परिवार, स्वर्गीय बडा एवाङ बादमा दार्जिलिङ माउन्ट पिस्काका सह-अध्यक्ष परिवार, अनि स्वर्गीय नथनियल नाम्चो बडा एमडीका मामा, जोहरू दुवैजना पोस्ट एन्ड टेलिग्राफ अफिस गान्तोकमा कार्यरत हुनुहुन्थ्यो, उहाँको परिवार मिलेर स्वर्गीय भाइ प्रेमनाथ टोमस नाम्चोको सरकारी क्वार्टरमा हस्पिटल डाँडा छेउमा सेवा जुट्न थाल्नुभएका रहेछन्। अथवा बडा भिक्टोर प्रधान अनि उहाँसँग आउनुभएका दलबलहरूले सिङताम बजारमा यहाँनिर प्रचार गर्नुभएको 15-20 दिन अघि मात्र। तत्पश्चात उहाँहरू केही समय दक्षिण सिक्किमको कतिपय ठाउँहरू दौडाहा गरेर आफ्नो स्थानतिर वापस जानुभयो। सन्दर्भ चाहिँ लिएको मैले यो आफै कहाँबाट ल्याएर हुन्छ होला। हर्मोनको सिट जुबली विशेषाङ्क 2014 माउन्ट हर्मोन पश्चिम बङ्गाल भारत। त्यसपछि स्वर्गीय अपु पिटरसँगको अगुवाईमा सिक्किमका विभिन्न हाट बजार हुँदो प्रचार भइरहे। नामी फिल्म निर्माता सत्यजित रायले सन् 1960 मा खिचेको छोटो भिडियोग्राफीमा उहाँ लगायत कतिजना सियोनका गीत किताबबाट सुसमाचार खण्डको पहिलो गीत भजौ मिठो नाम प्रभु येशू नामको तेस्रो अन्तराको दोस्रो पंक्ति हाम्रो आत्मालाई अति प्रेम गरे भन्ने अति हृदयस्पर्शी अंश गाउँदै अपुले ट्याम्बोरिन बडो जोसले बजाउँदै गरेको हामीले कता झलक देख्न पाएका छौँ। सिङताममा कतिचोटि आइपुग्नुभयो होला सन् 1964 सम्म थाहा भएन। सन् 1964 नै भनेर किन भन्नुहुँदै होला, कुरा सुन्दै जानुहोस् है त। यो अब पाठ सुरु हुन्छ। रहोबोतको गर्भावस्था। अब जन्मिनुभन्दा अगाडि त 10 महिना गर्भमा बसिन्छ नि, त्यस्तै नै अब हाम्रो रहोबोत पनि 10 वर्ष चाहिँ गर्भमा बसिन्छ है। सिङतामले अर्को व्यक्तिबाट पनि परमेश्वरको सुसमाचार अझ नियमित ढङ्गले उही जोसका साथ, उत्तिकै प्रेमका साथ, आत्माको उही अधिकारको साथ सुन्नु पाउने बेला थियो। तर त्यो व्यक्तिलाई उसले अक्टोबर सन् 1963 सम्म पर्खनै पर्थ्यो। कारण स्वर्गका परमेश्वरले एउटा जवानको जीवनमा एउटा यस्तो शक्तिशाली काम गर्न लाग्नुभएको थियो।
सन् 1959 मा स्वर्गीय बडा एमजी लिङदोङ भर्खरै कलेज सिध्याएर आफ्नो घरैमा बसिरहनु भएको बेला कसैद्वारा बताइनुभयो कि उहाँका मामा नथानियल नाम्चो आफ्नी पत्नी माइजू सी नाम्चो सहित गान्तोकमा पोस्ट मास्टरको पदमा सेवा भएर जानुभएको छ भनिकन कसैले भनिदिनु भएको छ। अब 23 वर्षको जवान छिमेकी देश सिक्किम उनका लागि एउटा बिल्कुलै नयाँ ठाउँ जाने हुनुभयो। रेडियो त्यसबेला सिक्किम एउटा शिक्षाको क्षेत्रमा पछाडिएको मुलुक थियो, जसकारण त्यहाँ नौकरीका अवसरहरू प्रशस्त छन् भन्ने सुन्नुभयो। त्यसै बेला सन् 1959 सालमै उहाँ यता गान्तोक आउनुभयो। 1959 मा एमजीबाट यता आउनुभएको है त 59। केही दिन मामा माइजूसँग बसेर वापस दार्जिलिङ जानुभयो। फेरि आउने प्रस्तावमा केही समय उही बिताउनु भएपछि सन् 1960 को जुन महिनामा गान्तोक आउनुभयो र त्यसपछि उहाँले टिबेटोलोजी देउरालीमा काम पाउनुभयो। उहाँकै किताब वर्ड कन्फर्म्ड एन्ड काउन्सिल परफर्म्ड का अनुसार उहाँ एउटा ख्रिस्टीय परिवारमा जन्मे हुर्केका, ग्रहण बप्तिस्मा सबै भएका, तर भित्री जीवनमा भने परमेश्वरको साँचो काम नभएका अर्थात् याकुब इजरायल हुनु बाँकी नै रहेका भद्र शिष्ट सुशील जवान व्यक्ति हुनुहुन्थ्यो। उत्पत्ति 32 को 22देखि 32। समय बित्दै थियो। एक दिन कोठामा एक्लै बसिरहेको बेला अचानक रेडियो खोल्ने इच्छा हुन्छ। अमेरिकाका 20औं शताब्दीका महान प्रभुका प्रचारक बिली ग्राहम बोल्दै रहेछन्। रेडियोमा खोल्नु थियो, बिली ग्राहम बोल्दै रहेछ। अनि त हुन जान्छ एउटा श्रृङ्खलाबद्ध प्रतिक्रिया, चेन रिएक्सन वा भनौँ एउटा यस्तो विस्फोट त्यस जवानको जीवनमा जसले अब सम्पूर्ण सिक्किम, दार्जिलिङ, कालिम्पोङ, भुटान, नेपाल कता हो, कता कसको जीवनमा हो एउटा शक्तिशाली आत्मिक जीर्णोद्धार अथवा एउटा कसैले उल्ट्याउन नसक्ने आत्मिक परिवर्तनको अनन्त ज्वारभाटा भइचलो वा भनौँ एउटा आत्मिक पहिरो, जसको लेखिएको छ हेर म एउटा नयाँ काम गर्नेछु, अहिले त्यो हुन आउनेछ, के तिमीहरूले त्यो जान्नु पर्दैन र? म उजाडसँग एउटा मार्ग र मरुभूमिमा नदीहरू बनाउनेछु। यशया 23:19। बडाकै अनुसार त्यो उहाँको एउटा यस्तो विशेष अनुभव थियो जसमा उहाँ भन्नुहुन्छ द लर्ड रिचार्ज मी टु बी बोल्ड, अर्थात् बिना आवाजको विस्फोट उहाँको व्यक्तिगत जीवनको पेन्टिकोस्ट अथवा पवित्र आत्माको प्रतिष्ठा थियो। प्रेरितहरूको कामहरू 1:8। बस सिक्किमले फेरि आउँदो 44 वर्ष आगो सरह सुसमाचार सुन्न पाउने भयो। हालेलुया। बोल्ड भएपछि अर्थात् नयाँ साहस पाए पश्चात 1964 को केही महिना नबित्दै उहाँले पहिलो प्रचार पाक्योङ बजारमा गर्नुभयो। फर्स्ट प्रचार चाहिँ एमजीबाट चाहिँ पाक्योङ बजारमा गर्नुभएको छ। त्यो मैले बडाको किताबबाट लिएको गोलीबाट निकालेको। त्यहाँ बाँच्ने पहिलो आत्मा स्वर्गीय बडी अङ्कित लक्ष्म हुनुहुन्थ्यो, जसलाई रेन्जर आमा पनि भनिन्थ्यो। उहाँको छोरी स्वर्गीय आन्टी नोरा लक्ष्मका पतिज्यू आदरणीय प्रभुका दास प्रिय बडा आइके बस्नेज्यू हुनुहुन्छ, जो यहीँ हुनुहुन्छ, जो आजको दिन गान्तोक बेरेकका उपासना भवनका मुख्य अध्यक्ष हुनुहुन्छ। यसरी पाक्योङबाट अब रानीपुल, सिङताम है, रम्फू, नामथाङ, रिनक, रङ्गेली लगायत सिक्किमका हरेक ठुला साना टुक्रे बजारहरू कुनै कुना कलरामा केही कसार नछोडी उहाँ अनि उहाँसँगका दलबलले अनन्त सुसमाचार 44 वर्षसम्म पुर्याउनु भयो। तबसम्म जबसम्म उहाँको एकमुठी प्राण रहिरह्यो, अर्थात् अक्टोबर सन् 2007 सालसम्म, जुन साल गान्तोक पवित्रमा सभाकै दौरान उहाँको सेवा, जसको सेवा उहाँले बडो प्रेम सहित तनले मनले धनले बलले बुद्धिले योग्यताले उहाँकै शब्दमा त्यसो भन्नुहुन्थ्यो नि बडले कनले मनले धनले बलले उहाँकै शब्दमा आफूलाई हराएर मेटाएर भन्नुभयो
उहाँकै उपस्थितिमा अनन्तका लागि हुनलाई those who are saved shall meet again, अर्थात् जो बचाइएका छन् उनीहरूले चाहिँ एकाअर्कालाई भेट्नेछन् है भन्ने सन्देश दिइराखेर जानुभयो है। त बचाइएकाहरूको मतलब यो चाहिँ मैले अलिकति मतलब यसको अर्थ बताइदिएको। अब जवानहरूको लागि नि जो बचाइएकोहरूको मतलब के होला भन्दाखेरि जोहरूको पाप क्षमा हुँदै गर्दा उनीहरूको हृदय चाहिँ दुई फ्याङ्ला हुने गरी फाटेको छ, आफ्नो पापको लागि परमेश्वरको अगाडि लाल श्रीमान हुने गरी गिडगिडाएको छ, तबसम्म जबसम्म उसलाई अब मलाई प्रभुले पक्का क्षमा गर्नुभयो भन्ने निश्चयता आउँदैन। त्यसको मतलब चाहिँ त्यो हो। त्यस्ताहरूले चाहिँ एकाअर्कालाई भेट्नेछन् भन्ने हो भने स्वर्गीय बडा एमजी लिङ्गौद्वारा सबैभन्दा बेसी प्रचारिएको सिक्किममा कुनै एउटा बजार छ भने गान्तोकलाई छोडेर त्यो बजार सिङताम बजार हो, जहाँ रौबत उपासनालय छ। यहाँ जति दुःख मेहनत पसिना बगाउने काम उहाँले सायदै कुनै अर्को ठाउँमा गर्नुभयो। बुझ्दै हुनुहुन्छ भने भन्नुहोस् है, बुझेन भने सन्दर्भ जुबली विशेषाङ्क स्मारिका गान्तोक बेरेका 2012 पृष्ठ सङ्ख्या 5 को अन्तिम अनुच्छेद अनि पृष्ठ सङ्ख्या 15 को सुरुको 6 पङ्क्तिहरूमा हेर्न सक्नुहुन्छ रेफरेन्स। अनि वर्ड कन्फर्म एन्ड काउन्सिल परफर्मबाट पनि हेर्न सक्नुहुन्छ। सन् 1958 को जनवरीमै यस ठाउँमा अथवा यो सिङता बजारमा प्रचारका भएको थियो नै। अनि बेला बखत प्रभुका दास स्वर्गीय पिटरसङ अनि उहाँसँग आउनु हुने दलबलले प्रचार त गर्थ्यो, तर नियमित रूपमा घरिघरि भने सिङताम बजारकाहरूले सुन्न पाउँदैन थिए। अब बडाले कति कभर गर्छ होइन सिक्किम अन्त ल। तर अब सन् 1964 सालबाट सिङताम बजारमा पुनः सुसमाचार धावाहरू 11 वर्षसम्म अर्थात् सन् 1975 सम्मै लगातार भइरह्यो। अर्थात् 1975 मा चाहिँ यो मण्डली जन्मिनुभन्दा अगाडिको गर्भावस्थाको कुरा गरे। त्यसो त त्योभन्दा बादमा अनि आजसम्मै बेला बेला भइराखेकै छ, तर यहाँ रौबतको जन्म अघिको कुरा रहेछ। ती 11 वर्ष स्वर्गीय बडा एमजी सिङताम बजारमा कति कराए होला, कति उफ्रे होला, कति आँसु खसाले होला, कति पसिना भगाए होला। उहाँसँग प्रभुका आदरणीय दास स्वर्गीय रूपस दियाली, प्रभुका दास स्वर्गीय भाइ डेभिड सुब्बा, स्वर्गीय बडी एमजी दया बडी, स्वर्गीय भाइ टीके सिंह, स्वर्गीय लक्ष्म आमा, स्वर्गीय गुरुङनी बोजू है, स्वर्गीय भाइ मानवीर, प्रभुका दास स्वर्गीय मसी प्रकाश थापा, स्वर्गीय भाइ एसबी राई, स्वर्गीय भाइ रेखा राई है। यहाँनिर एउटा नाम चाहिँ उसमा चाहिँ हालिएको छ, यो मैले उसमा चाहिँ हाम्रो अङ्कल पेमेन्ट यहाँ बिचमा छ। प्रभुकी दासी बहिनी ठुली मिनु हाम्रो आन्टी, अनि प्रभुकी दासी हाम्रो सानो मिनु हाम्रो आन्टी, प्रभुका दास भाइ एलबी राई, प्रभुका दास एलबी राई नाम्ची, प्रभुका दास भाइ आइके बस्नेत, प्रभुका दास भाइ एस राजन नायर तथा बेरेकाबाट एसएलएबाट माउन्ट पिसका दार्जिलिङबाट 1975, 76, 77 अनि त्यसभन्दा अघि यस ठाउँको आसपासमा प्रचारमा खटिने तमाम प्रियजनहरूको एक नाम यहाँ लिनु बिल्कुल असम्भव छ। जतिमध्ये धेरै प्रभुका विश्राममा प्रवेश भइसक्नु भएको हुनुहुन्छ भने कतिजना आज पनि आफ्नो आत्मिक जीवन सफल जीवनको उत्तरार्धतिर आफ्नो कनानी यात्रालाई सुसम्पन्न गर्दै हुनुहुन्छ। सबैले यहाँ घोडा खसे, चेपचाप ट्र्याक्स बाँडे, स्तुति गाए, कति खर्च गरे, घामले बढे पानीले भिजे के गरे भनेर लेखेर साध्यै छैन। तर अझै यस ठाउँका आत्माहरू ठस्कामस भएनन्। 11 वर्ष भइसक्यो खोइ सिङताममा आत्माहरू बाँचेर मण्डली जन्मेको। स्वर्गीय बडा एमजी लगायत उहाँसँग यस ठाउँमा आँसु पसिना बगाउनेहरूको हृदय कति दुख्थ्यो होला, सन्तान नजन्मी दिँदा
है सन्तान नजन्मिँदा त दुःख त लाग्छ नै नि। कतिचोटि यस ठाउँसित अर्थात् यो हाम्रो सिङ्तामसित उहाँहरूलाई हरेस पनि लागेको पक्कै लागेको हुनुपर्छ। हाय प्रभु यस ठाउँमा कहिले एउटा मण्डली दिनुहुने भन्दै कति भक्कानी भयो होला उहाँहरू कतै। हुनु पनि हो 10-11 साल भइसक्यो उम्रिँदैन त है, छरेकै छ 11 वर्ष भइसक्यो उम्रिँदैन त, एउटा मण्डली पनि बनिँदैन त उहाँलाई दुःख लाग्दैन लाग्छ नि, पक्कै पनि लाग्यो। हिब्रू 6:10 अर्थात् किनकि परमेश्वर तिमीहरूको काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न, जुन चाहिँ तिमीहरूले पवित्र जनको सेवा गरेर र सेवा गरिरहेर उहाँका नामको निम्ति देखाएका छौ अनुसार उहाँको फल गुप्तमा 5-6 दिन ओथरा पुगेको अन्डाभित्र टिक्क खुन पसेको जस्तो चाहिँ पक्कै हुँदै थिएछ। ओथराको अन्डा 4-5 दिनमा फुट्दाखेरि भित्र ठिक्क खुन पसेको हुन्छ नि, त्यस्तो चाहिँ हुँदै थिएछ यहाँ है। अङ्ग्रेजी उखान स्लो बट स्योर अर्थात् ढिलो तर निश्चित भनेअनुसार वा नेपालीमा नेपाली पनि कहाँ कम छ है, नेपाली कहाँ कम ढिलो होस् तर छोरा होस् भने जस्तो चाहिँ हुँदै थिएछ। हुन त प्रभुमा छोरा र छोरीमा फरक छैन, तैपनि एउटा नेपाली जगतमा चलेको उखान अनुसार अर्कै प्रकारले यहाँ फल फल्नेवाला थियो। बुझ्दै हुनुहुन्छ है। अर्कै प्रकारले भन्नाले एउटा अर्को झुन्डबाट एउटा परिवार आउने, त्यस घरमा आए पश्चात बिस्तारै अस्ति छरेका पोखेका बिउहरू उम्रेर त्यहाँ जम्मा पारिने किसिमले, यस किसिमले चाहिँ यो मण्डली सुरु भएको छ है किसिमले। सिधै उहाँको प्रचारमा कोही बाँचेर मण्डली जन्मिने त्यस किसिमको नभएर जसरी इजरायलहरू मिस्रबाट निस्कँदा कनान देश पुग्न पुगुन्जेल 42 पडाउहरूमा कुनै जग्गा थोरै र कुनै जग्गा धेरै रोकिँदै कनान पुगेका थिए, त्यसरी नै यो सानो बगाल पनि 10 जग्गा सर्दै 11औं पडाउमा आज यहाँ आइपुगेको छ, जहाँ हामी बसेर सुन्दैछौँ। गान्तोक बेरेका मण्डली पनि त्यति बेला पडाउहरूमै प्रस्थानहीन थियो। उहाँहरूको त्यो तेस्रो पडाउ चाँदमारीमा जसको घरमा थियो र जहाँ उहाँहरू 22 वर्ष रोकिनुभयो, त्यो घरका अङ्कलकी आमा, त्यही घरको अङ्कलकी आमा साङडोलमा तामाङ बोजू, उहाँकी आफ्नै बहिनी आदरणीय प्रभुकी दासी स्वर्गीय बहिनी पुष्पा तामाङ अनि ज्वाइँ डिबी तामाङ हाल रहोबतमै सेवारत यहीँकै हुनुहुन्छ। यहाँ सिक्किम सुप्रिम फ्याक्ट्री यहाँ बढी अचार तपाईँ खानुभएको होला नि, अमिलो अचार हो। त्यहाँनिर चाहिँ उहाँहरू चाहिँ काम गर्दै गइरहनु भएका थिएछन्। बुझ्नु भाइ, चाँदमारीको जात सेवा भयो, चर्च भयो 22 वर्ष, त्यहाँको अङ्कल पोसाक नाम चाहिँ यहाँ सिङ्गापुर रहेछ। यहाँहरू पनि छेउमा सिलोह जानु हुँदै थिएछन्, तर जसरी इजरायलले समयमा सिलोह छाडे त्यसरी नै नहरले पनि दाजु BMकै सल्लाह अनुसार एउटा नयाँ आत्मिक ठेगानामा सर्ने निर्णय लिनुभएछ। बुझ्दै हुन्छ है। तर घरै सार्ने कामका लागि घर सार्नु भनेको त एउटा आर्किटेक्चरल काम हो नि त, तर घरै सार्ने कामका लागि एउटा कुशल आत्मिक अभियन्ता इन्जिनियरको खाँचो त परिहाल्छ नै। सो अभियन्ता पढ्नु भएछ हाम्रै बडा एमजी लिङ्गो, मजाले सारिदिनु भएछ। बस त्यही घरमा जोड्न थालेछन् फटाफट गर्दै विश्वासीहरू र आज एउटा सानोतिनो मण्डली नै बन्न गएछ। त्यो घरको सानो सङ्गति 50 वर्ष भइसकेछ, सकि पाल्वा हान्दै ठ्याङ्गिँदै जाँदैछ। हजुरहरूको प्रार्थना अनि सङ्गतिको सहयोगको भरपूर अपेक्षा गर्दछ। त्यस बेला जुन घरमा उहाँहरू किरायमा बस्दै हुनुहुन्थ्यो, भनेको चाहिँ हाम्रो
पुष्पाण्डीको जुन घरमा बस्दै हुन्थ्यो त्यो घर चाहिँ श्रीमती रुथ कार्थप लेप्चाको हो, जसलाई सिन्तामा हालेन्नी फुपू भनेर सबैले चिन्दछन्। कुनै पनि एउटी प्रभुकी छोरी रहेछिन् भन्ने कुरा सुन्न पाउँदा, भेट्न पाउँदा रहोबोत परिवार अत्यन्तै रमायो। फोटो खिच्यौँ उहाँसँग। उहाँ अहिले 90 भन्दा माथि उमेरकी हुनुहुन्छ र बिस्तरामा हुनुभए तापनि मुक्तिको चमक उहाँको चेहरामा, बातचितमा, हाउभावमा प्रष्टै देखिन्छ। प्रभुमा खुबै आनन्दित छिन् तथा तपाईँ र मेरो प्रार्थनाको अभिलाषी पनि। उहाँको घर चाहिँ रहेछ सिङताम सरकारी उच्च माध्यमिक पाठशाला स्कुलकै मास्तिर। यो थियो हाम्रो पहिलो पढाउ। अब चाहिँ पढाउ सुरु हुन्छ है। पहिलो पढाउ हालेन्नी बोजूको घर। यस घरको धुरीमुनि अथवा स्वर्गीय दिदी पुष्पको किराय घरमा जुट्नेहरूमा स्वर्गीय साङडोलमा बोजू पुष्पा आन्टीको आमा बिएम जो हुनुहुन्थ्यो, जसले चाहिँ हाम्रो बडान्टीहरूलाई सिङताम ल्याउनु भयो, उहाँको चाहिँ आमा अन्त उहाँकै बहिनी चाहिँ पुष्पा आन्टी। भाइ दिदी 3 जना भाइ। अनि फुर्लामु शेर्पा, स्वर्गीय फुर्लामु शेर्पा, जसलाई नौलेनी बोजू अथवा शेर्पेनी बोजू पनि भनिन्थ्यो। प्रभुमा बहुतै जोसिनी आमा वा हाल फुर्बा दाजुकी आमा है, फुर्बा दाजु उहाँको आमा। उहाँहरू चाहिँ रहेछ पालक बर्मेकबाट। गोठ बोजू तिमी टी गार्डनबाट। तिमी टी गार्डन तपाईँ थाहा छ। गोठ बोजू त्यहाँबाट। प्रभुकी दासी दिदी मुक्ति सुब्बा परिवार बर्मेक दरीबाट र ती परिवारका नानीहरू जम्मा 4 परिवार। फर्स्टमा चाहिँ 4 परिवार रहेछ यहाँनिर। त्यो पहिलो पढाउमा सङ्गति दिन आउनु हुनेहरू, अब सङ्गति त दिनु पर्यो होइन, भर्खर सुरु भइरहेको छ। त्यहाँ सङ्गति दिन आउनु हुनेहरू चाहिँ को रहेछ है त? स्वर्गीय बडा एमजी लिङ्गम अनि उहाँका परिवार, स्वर्गीय भाइ रुफस दियाली अनि उहाँका परिवार, स्वर्गीय भाइ डेभिड सुब्बा अनि उहाँका परिवार, दाजु पिएम त घरकै परिहाल्नुभयो। नामथाङका यवानिसी उपासना भवनका प्रभुका दास एवं त्यहाँको पहिलो जिम्मेवार स्वर्गीय दाजु माइकल सुब्बा, स्वर्गीय डीके सिंह मामा, स्वर्गीय मङ्गला नाम्चो, जो केही समय बाद सिङताम रहोबोतको पहिलो अध्यक्ष एवं जिम्मेवार रहेर 20 सालसम्म काम गर्नुभयो। स्वर्गीय पिटर टोमस, प्रभुका दास भाइ नाथानियल छेत्री, हाल रहोबोतका सह अध्यक्ष। प्रभुकी दासी दिदी दुर्शिला, हाल रहोबोतमा दिदी आमासँग अगुवाई गरे। लगायत कतिजना प्रियजनहरूको त नामै थाहा भएन। अब माफ गर्नुहोस्, कतिजना यहाँ हुनुहुन्छ होला है थाहा। अब हामीले गरेकै छौँ, कसको नाम टिप्न सकेनौँ, समयमा याद गर्छौँ है। तर यहाँ लेखेको छु स्वर्गले अवश्य याद राख्नेछ है। हामी त मान्छे सीमित जाति छौँ र परमेश्वरले याद राख्नेछ। यो पहिलो ठाउँमा अथवा हालेन्नी बोजूको घरमा पुग्न 1 वर्ष सेवा भएछ। सक्यो। दोस्रो पढाउ लक्ष्मणबुवाको घरमा स्वर्गीय दिदी पुष्प परिवार सहायताले त्यही खोल्सापारी पिडब्ल्यू अफिसको केहीपट त्यहाँ थोरै दिन सेवा भएछ। अब तेस्रो पढाउ रामकुमार अग्रवालको बिल्डिङ अहिले छ। तेस्रो पढाउ टेलिफोन एक्सचेन्ज रामकुमार केदारनाथको बिल्डिङमा बजार बिचमै रहेको पाउँछौँ। त्यतिन्जेल अर्थात् सन् 1976 को अन्त्यतिर स्वर्गीय बडा मङ्गलानाथ नाम्चो गान्तोकबाट पोस्ट एन्ड टेलिग्राफमा ट्रान्सफर भएर नेटवर्कबाट सिङताम सपरिवार झरिसक्नु भएको थियो। यो सन् 1976 को अन्त उहाँ टेलिफोन एक्सचेन्जमा हेड ओपरेटर HO भएर आउनुभएको थियो। त्यसो हुँदा रामकुमारको बिल्डिङमै जहाँ टेलिफोन एक्सचेन्ज थियो त्यही एक्सचेन्जकै माथिपट्टि टेरेसमा
सटरिङहरूको काठले बनेको टिनको छाना लगाएको सानो घरमा 2-3 साल सेवा भएछ। त्यहाँ सन् 1977 को जनवरी 2 या 3 हप्तामा सरेको हिसाब गरिन्छ। यो तेस्रो पडाउमा माथि उल्लेखित 4 परिवारसँग यो तेस्रो पडाउमा माथि उल्लेखित 4 परिवारसँग अब स्वर्गीय बडा मौलाना स्वर्गीय बढी जमिर लेप्च, जसलाई मौलाना बढी भन्दा सबै छिन्छन्, खोको पनि भन्छ। अनि 2 छोरा दाजु दुवेल लेप्च हाल सिलगढी, भाइ सेम लेप्च हाल कालिम्पोङ, अनि बिचकी छोरी दिदी शान्ति लेप्च कालिम्पोङ सिन्देबुङ हरू मिलेर बडो प्रेम र श्रेष्ठता कोमलतापूर्ण वातावरण राख्दै तनले मनले धनले ध्यानले ज्ञानले बलले बुद्धिले योग्यताले के दिन के रात के मध्यरात के बिहानको राति कुटको बालेर है के हिउँ के गर्मी पानी झरी केही नभनी सम्पूर्ण हृदयले ख्रिस्टको साँचो बलिदानपूर्ण प्रेममा सन् 1995 सम्म 30 वर्ष निस्वार्थ सेवा गर्नुभयो। यो परिवारलाई अर्थात् हाम्रो मोहन नाम्चो बडाको परिवारलाई परमेश्वरले रगतका लागि एउटा कुनै दाई आमा बुझ्दै हुन्छ नि, दाई आमा स्याहार सुसार गर्ने कुनै एउटी दाई आमा भन्दा 1000 गुणा बेसी दिनुभएको थियो भन्नमा कदाचित अत्युक्ति हुने छैन। रगत भर्खरै जन्मेको शिशु अवस्थामा थियौँ। त्यो अबोध अवस्थामा उहाँकै कोमल दक्ष कार्यकुशल हातहरूले नै हामीलाई हुर्काउने बढाउने काम गर्यो, जसको इनाम उहाँको हातहरूमा हामीहरू हौ। जसको दाजु पवल भन्नुहुन्छ, तिमीहरू नै मेरो इनाम हो। 1 थेसलोनिकी 2:19-20 मुताबिक जहाँ यस प्रकारले उल्लेख गरेको पाउँछौँ, किनकि हाम्रो आशा र रमाहटको मुकुट के हो? हाम्रो प्रभु यीशु ख्रीष्टको उपस्थितिमा के तिमीहरू नै होइन र? किनकि तिमीहरू हाम्रो महिमा र आनन्द हौ। तर विडम्बना आइरनी चाहिँ के छ भने, हामी दुर्बल कमजोर पात्रहरू भएकाले है अर्थी भेसलहरूको कारणले त्यो महिमाले पनि कतिचोटि दुःख दिएको आवाज हुँदछ। अब दिदीबहिनीको कुरा नै मलाई महिमा हुन्छ। लामो कपाल स्त्रीहरूको महिमा हो 1 कोरिन्थी 11:15। तर त्यो महिमा उनीहरूलाई कतिचोटि छलमकामदेखि उता बदमकामदेखि हुँदै सखुवा घारी हुँदै सखुवाको खसेका पातहरूमा चिप्लिँदै सखुवाको पात कसरी चिप्लिन्छ? नानीहरू भागलाङ घोरङ बोकेर जङ्गल सियोरको गीत गाउँदै वापस घर पुग्दा रातिको 10 घेराएर बस्थ्यो, बसेकै हुन्थ्यो भने कोही बेला त्योभन्दा अझै ढिलो पनि हुन्थ्यो, कोही बेला 12-1 पनि हुन्थ्यो। यहाँहरू मध्येमा हाम्रै सिङ्ताकी दिदी मुक्ति पनि हुने गर्थे, कारण उहाँका माइता काभ्रे नाथन नै भएकाले उहाँहरू परिवार उतै बस्नु भएको हुन्थ्यो। उहाँ भन्नुहुन्छ, यो चाहिँ दिदी मुक्तिको छोटो गवाई यहाँनिर उहाँको सम्बन्धमा, परमप्रभुको उद्धारको आनन्दले भोक पनि लाग्दैन थियो। तिर्खा लागे सृष्टिकर्ता परमेश्वरले बाटो खोज्नमा पानी बगाइदिनु भएको हुन्थ्यो, पियो हिँड्यो। पैसाको अनुहार देखिँदैन थियो, भए पनि कहाँ किनेर खाने, दोकानहरू त हुँदैन थियो। भोक पनि लागेको याद छैन, पैसा छैन भन्ने त दिमागमै छैन है। पैसा छैन भन्छ नि हामी, त्यो चाहिँ उहाँको दिमागमा छैन। अब भोक लागेको आभास नै नभएपछि रिस पनि उठ्दैन थियो। नेहेमिया 8:10। यस्तै थिए उस बेलाका आनन्दमय सङ्गतिहरू। हाम्रो सूचीलाई अघि बढाउँ। प्रभुको दास अङ्कल ज्ञानसिंह लेप्चा, जिटी लेप्चा हाल नाम्ची, उहाँहरू यहाँ सङ्गति दिन अनि सङ्गति गर्न गर्नुहुन्थ्यो। बहिनी स्वर्गीय चन्द्रमा सुन्दैछ, भाइ पहलमान गुरुङ, भाइ बिबी गुरुङ,
प्रभुको दास पिटर सुब्बा हाल एसआरआई ले हार्मोनियम बजाउनुहुन्थ्यो र बेला बखत सन्डे स्कुलमा पनि गर्नुहुन्थ्यो। प्रभुका दास स्वर्गीय पुतेन लेप्चा उहाँले गिटारमा साथ दिनुहुन्थ्यो र बेला बखत नानीहरूसँग सन्डे स्कुल पनि गर्नुहुन्थ्यो। भाइ सिमोन लेप्चा दाजु दुवेलको मामा निम्बोङबाट ले हार्मोनियम बाजा गाजामा साथ दिनुहुन्थ्यो, साथै सिकाउनु पनि हुन्थ्यो। भाइ महेन्द्र हाल बोजोगारी गान्तोकले गिटारमा साथ दिनुहुन्थ्यो। डिक्चु सामदङबाट प्रभुकी दासी बहिनी नैना कुमारी शर्मा, सामदङ डिक्चु सिल्वाना सरकी आमा, बहिनी केरेन भट्टराई सिल्वाना सरकी बहिनी। रामुलाबाट प्रभुकी दासी स्वर्गीय कविता बढी अरुण सर शान्ति सिस्टरकी आमा। रामुलाबाट प्रभुकी दासी बहिनी करुणा विश्व अनि उहाँका पति प्रभुका दास स्वर्गीय एमबी बराइली, बादमा रामौला मण्डलीका पहिलो अध्यक्ष जिम्मेवार। याङमाङबाटै स्वर्गीय जोन्स परिवार नाम्चीबाट प्रभुका दास एमबी राई, भाइ टिपी गान्तोकबाट त नसोधे पनि हुन्छ, गान्तोक नजिक पनि गयो। रौबको किराय घर गरी गान्तोकले ल्यास भनेपछि पुरै सकिगयो नि। ढुक्कै त्यहाँबाट प्रभुका दास दासी आउनुहुन्थ्यो, त्यहाँसम्म गर्नुहुन्थ्यो। प्रभुका दास स्वर्गीयबाट एमजी बढी जय, प्रभुका दास रुबेन राई, प्रभुका दास रूपस दियाली। त्यसो त गान्तोकबाट आउने प्रभुका जनहरूको त नाम लिएर पनि साध्यै छैन। खराम खोरुन त आउँथे, को गर्नु को नगर्नु, यस्तो गजबको थिएछ त्यतिखेरको प्रेम। अरू कतिका नाम हामीले लिन सकेनौँ, तर स्वर्गका परमेश्वरले हाम्रो एक एक कपालमा नम्बर लगाउनु भएको छ। लुका 12:7, मत्ती 10:20 भने इनाम त उहाँबाटै हो, मान्छेबाट होइन। चौथो पढाउ अब फोर्थ स्टपेज। रामकुमारकी बिल्डिङको पछिल्लोपट्टि गोदाममा पुगेछ है हाम्रो सेवा। त्यहाँ एकदमै थोरै दिन दाजु दुवेलका अनुसार। पाँचौं पढाउ नर्बु सरदारको घरमा हाल एसबीआई स्टेट बैंक अफ इन्डिया अहिले जो छ। पाँचौं पढाउ नर्बु सरदारको 2 तले काठको घरमा आजको दिनमा स्टेट बैंक अफ इन्डियाकै सतह लेभल, त्यही लेभलमा एक्ज्याक्टली जहाँनिर अहिले पैसा गर्दैछ नि, मेसिनहरू चल्दैछ हो, त्यही हो। द्याट्स द भेरी स्पट। मै त्यहीँनिर यहाँ सेवा गर्नेहरू माथि उल्लेखित सबैजना थिए। नियमित सेवा भइरहेकै थियो, तर एक दिन अचानक कहाँबाट कसरी हो आगो लाग्छ। एकजना गुरुङ भाइ बिबी गुरुङ हुनुपर्छ, हाम फालेर बाँच्छन्, खुट्टा चाहिँ मर्कायो भने माथिबाट उठ्दैन, ढकमाथि देमा परेछ अरे खुट्टा। बाइबल, पुस्तक, पुस्तिका, सरसामान, त्यतिखेरसम्म जुटाइएका हरेक चिजबिज सब खरानी। अमेरिकाका महान प्रचारक स्वर्गीय डीएल मोडीको साथमा अक्टोबर सन् 1871 भएको सिकागो फायर यहाँ रहोबतसँग पनि हुन जान्छ। यस्तो घटना भयो है यहाँनिर। आग लागि अघि यसै स्थानमा आगो लाग्नुभन्दा अलिकति अगाडि यसै स्थानमा स्वर्गीय बडा एमजी लिम्बोङले सिङताममा पहिलो पटक 2 बालकहरूको नामकरण अनि अर्पण गर्नुहुन्छ। ती 2 बालकहरू स्वर्गीय पुष्प तामाङ अनि दाजु बिबी तामाङको सानो छोरा जोसेफ। एक सदस्य अब 6th स्टपेज। 6औं पडाउ लाल बजार सम्झना होटलको छेउमा तल्लोपट्टि सम्झना होटलको अलिकति गुप्तको घरमा। त्यहाँ थोरै दिन सेवा भयो भने दिदी दुर्शिला भन्नुहुन्छ। बढीको रेफरेन्स हेरे। 7औं पडाउ हाल बहाई स्कुल पछि यहाँ लाल बजारको उता बाई स्कुल छ, त्यो बाई स्कुलको पछाडि 7औं पडाउ लाल बजारमै बाई स्कुलकै छेउमा उहिले त्यो काठको रोटी खेलाउने ठाउँ पछितिर
हाल नथुनीजीको दोकानको पछिल्लोपट्टि एउटा नयाँ इक्रे, सायदै इक्रे त्यो घर थियो, नयाँ चाहिँ नयाँ थियो। त्यो घरमा दाजु नथानियल अनुसार त्यहाँ पनि एकदमै कम्ती सेवा भयो। आई होप बुझ्नु हुँदैछ है, माइक अलिक बोल्नु गरेर। 8औं पढाउ काइली आमाको बिल्डिङमा। अब जवान चाहिँ यहाँ छ, अहिले सुन्नुहोस् है। त्यति नै खेर अथवा त्यो इक्रे घरमा जहाँनिर सेवा गर्दै थियो त्यो रोटी पिउँ खेलाउनेको पिछोपट्टि भाइ भक्त सिंह सिङताम आउँदैछन् भन्ने खबर आएको छ। ठुला प्रमुखदास आउँदैछन्, लाज हुन्छ, अलिक स्ट्यान्डर्ड टोयलेट बाथरुम भएको बिल्डिङमा हेर्नुपर्छ भनेर हतार हतार खोज्दा काइली आमाको बिल्डिङमा सेवाघर सारियो। त्यो चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ हाल खुसबु होटल बिल्डिङ हुन्छ नि त, खुसबु होटल भएको बिल्डिङसँग सटिएको पुरानो बिल्डिङ। त्यो केसको कारणले गर्दाखेरि के हो त्यो अहिले सब बन्छ लाग्छ, कत्रै भएर बसिरहेको सटिएको पुरानो बिल्डिङको माथिल्लो तला। यही महान प्रमुखका दास स्वर्गीय भाइ भक्त सिंह छोटो समयको लागि निस्कनुभयो। सानो बलको नाम उत्पत्ति 26-22बाट रहोबत राखिदिनु भयो अनि सानो प्रार्थना गरिराखेर जानुभयो। महान प्रभुका दासले के भन्दै प्रार्थना गरिदिनुभयो होला। आज जस्तो हो भने त कसैले भिडियो रिकर्ड गर्थे होला। जे होस्, यो सानो बगानले पाएको एउटा ठुलै आशिष अनि सौभाग्य मान्दछौँ। सोही प्रार्थनाको सामर्थ्यमा आज हामी रहोबत परिवारले सुरक्षित अनि न्यानो महसुस गर्दछौँ। 9औं पढाउ सक्नु। 9औं पढाउ प्रकाश भवन चन्दुलालको बजारभित्र चन्दुलालको बजारभित्रको बिल्डिङ प्रकाश भवन, त्यस्ता महेन्द्र ग्यारेज पछाडि। बडे भाइजीको छोटो भिजिट प्रार्थनापछि काइली आमाको बिल्डिङबाट नै 1 महिनामा बजारभित्रमा चन्दुलालको बिल्डिङमा सेवाघर सरे। 1 महिनामा माथि भित्रमा सरिहाल्यो। बस अहिलेसम्म सबभन्दा लामो विश्राम यही पाए विश्वासले। यही रहोबतले धेरै साहस बल पायो, कारण यसै ठाउँमा प्रभुका दास बडे भाइजीद्वारा अभिषेक गरिनुभएका प्रभुका दास स्वर्गीय लाजर सेन भाइजी छोरा हनक सेन आएर रहोबतसँग बडो न्यानो सङ्गति गर्दै 1 हप्तासम्म रहनुभयो। यस सङ्गतिको चाहिँ हामीसँग फोटो पनि छ, 2टा फोटो छ। यसै स्थानमा महान प्रभुका दास स्वर्गीय जोर्डन चेनन खान पनि आउनुभयो। जोर्डन सी खान भाइजी पनि आउनुभयो। उहाँले हामीसँग आफ्नो जीवनको अन्तिम मिठो अनि ऐतिहासिक सेवाकार्य गरी रहोबतलाई आत्मामा स्थिर पारिकन जानुभयो। यही प्रभुका अति नम्र अनि प्रिय सेवक स्वर्गीय दाजु माइकल, प्रभुकी दासी देवी मीना सुब्बा, 2 छोरी स्वर्गीय युनिस जो प्रभुको सेवामा आएकी थिइन्, सानी छोरी लुइस, यहाँले पनि रहोबतलाई सजाएर जानुभयो एउटा आत्मिक कलाकारले जस्तै। यही महान प्रभुका दास स्वर्गीय अबु पिटरसन अनि अन्यु औमित लेप्चा आउनु भई रहोबतलाई ढकमक्क सजाउनुभयो। आफ्नो जीवनको बहुमूल्य सेवाकार्य रूपी लगानी धेरै वर्षसम्म निवेश गरेर सिङताम बजारमा सन् 1958 मा बडा भिक्टोरसँग आउनु हुनेहरूमा पक्कै अबु पिटरसन पनि एक हुनुहुन्थ्यो। त्यसै हो भने 24 वर्ष बादमा सन् 1982 मा फेरि यसै ठाउँमा फर्के आएर हामीसँग आउँदो 18 साल 18 इयर्स बस्नुभएछ है हाम्रो पपुलेसन सिङताममा। 18 साल अर्थात् 2000 सम्मै हामीलाई मार्गदर्शन गर्नुभयो। यहाँ जोडिएका प्रभुका जनहरू दिदी डोलमा तामाङ, दिदी लिजिया प्रधान, दिदी शान्त तामाङ, प्रभुका दास स्वर्गीय बडा गौतम, दाजु नरेश, दिदी सारा गौतमबडी, भाइ बिजामिन सुब्बा, भाइ डिबी सुब्बा, दिदी माइता माया लिम्बू, हाल बेरेका गान्तोक सिङताम रहोबतबाट पहिलो पूर्ण समय सेविका
भाइ शेरोन अनि उहाँकी पत्नी बहिनी सरोजा हाल पक्याउ। भाइ राजकुमार तामाङ परिवार प्रभुका भाइ सोलोमन देवा हाल नाहा बसेन्टका जिम्मेवार हाम्रो छ। भाइ राजकुमार तामाङ परिवार उहाँकी पत्नी प्रभुकी दासी बहिनी यामिमा तिरुवा, बहिनी बेदिका अनि दाजु कुमार थापा लिङ्गमा प्रभुका दास दानियल रामदामु, प्रभुकी दास